नमस्ते दर्शन, आरामै हुनुहुन्छ? आज चाहिँ मैले भिडियो लिएर आएकी छु हाम्रो नेपालको सबैभन्दा महान चाड बडा दसैँको शुभकामना दिनुको लागि। यो समयमा चाहिँ हामीले दसैँ 15 दिनसम्म मनाउँछौँ र पहिलो दिन घटस्थापनाको दिन यो चाहिँ जौ हो र यो जौलाई चाहिँ एक दिन पुरै भिजाएर राम्रोसँग उम्रोस् भन्नको लागि चाहिँ हामीले यसरी जमरा रेडी गरेका हुन्छौँ र यो जमरा चाहिँ लगभग 10 दिनसम्म चाहिँ यस्तो भइसकेका हुन्छ र त्यसपछि 10 दिनपछि चाहिँ हामीले यसरी टिका लाउनको रूपमा प्रयोग गर्छौँ र हामीलाई यस दिन चाहिँ विश्वास छ कि लाइक हामीले नभेटेको मान्छेहरू पनि हामीले टिकाको दिनमा भेट्छौँ र धेरै रमाइलो गर्छौँ र भनिँदै आइरहेको छ कि जुन घरमा जमरा रोपिन्छ त्यो घरमा चाहिँ खानाहरू खाइँदैन र त्यो दिनमा चाहिँ लाइक यस्तै सेलरोटीहरू चिउराहरू खाने गर्छौँ र यसरी नै हामीहरू रमाइलो गर्छौँ। तर आजकल यो सेलरोटी र चिउराहरू मात्रै नखाने भएकोले चाहिँ अब मान्छेको इन्ट्रेस्ट अनुसार मान्छेहरूले खानाहरू पनि खान थालेका छन् है। अनि हामीले यो दिनमा चाहिँ लाइक यस्तै पिङहरू एकदमै मन पराउँछौँ। पिङ खेल्नको लागि रमाइलो गर्नको लागि अझै घरमा ठुला मान्छेहरू त तास खेल्ने है आफ्टर द टिका खाना खाइसकेपछि तास खेल्ने रमाइलो गर्ने गफ गर्ने गर्छौँ र त्यसरी नै हामीले पनि एकदमै
धन्यवाद हाम्रो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा। फेरि पनि हजुरहरूलाई बडा दसैँको धेरैभन्दा धेरै शुभकामना छ। यदि हाम्रो भिडियो मन परेछ भने हाम्रो च्यानललाई लाइक पनि गरिदिनुहोस्, सेयर पनि गरिदिनुहोस्। अझ धेरैभन्दा धेरै हाम्रो च्यानललाई सब्सक्राइब पनि गरिदिनुहोस्। हाम्रो च्यानललाई हजुरहरूको साथ सपोर्ट र माया चाहिएको छ है त। हामीलाई यसरी नै माया गर्नुहोस् हाम्रो भिडियोहरूलाई। बाई बाई, सी यू इन द नेक्स्ट भिडियो। बाई, टेक केयर।